हेलो गाइजहरू नमस्कार सबैजनालाई के छ हालखबर सन्चै हुनुहुन्छ। आज चाहिँ मेरो भिडियो जर्नीको 23 दिन भयो होइन। अनि त्यसपछि मैले चाहिँ यो 23 दिनसम्ममा चाहिँ रेगुलरली भिडियो हालिरहेको छु, अपलोड गरिरहेको छु, दैनिक भिडियो बनाएर होइन। अब तपाईँहरूलाई के लागिरहेछ, कस्तो लागिरहेछ, अनि अब यो जसले अहिले आएर जोडिरहनु भएको छ होइन, जसले अहिले यो भर्खरै भिडियो हेरिराख्नु भएको छ, अनि यो भिडियो जर्नी चाहिँ के हो जस्तो लाग्छ भने चाहिँ होइन, मैले चाहिँ यहाँ बस्दाखेरि चाहिँ अब यो यहाँबाट म नेपाल नफर्कुन्जेलसम्म चाहिँ होइन, मेरो प्लान चाहिँ अब पर्मानेन्टली नेपाल मुभ हुने हो। तर नेपाल नफर्कुन्जेलसम्म चाहिँ जस म भिडियो बनाइराख्छु भनेर मैले भनेको थिएँ होइन। अब तर डेली सधैँभरि गरिराख्नलाई अब लामो समय हुन्छ नि त होइन। अब आजको भोलि फर्किनु मिल्दैन। अब त्यो भनेर चाहिँ अलिकति गाह्रो पनि हुनसक्छ। तर मैले अब आफ्नो निरन्तरता चाहिँ दिइरहेको छु होइन। म डेली चाहिँ अब एउटा 5-10 मिनट जति मिनट 2-3 मिनट जति हुन्छ होइन, म चाहिँ बोलेर भिडियो बनाउँछु भनेर चाहिँ मैले डे 1 इन्ट्रोडक्सनदेखि चाहिँ मेरो चाहिँ अब नाम कसरी भयो, के थियो मेरो नाम, के भयो होइन, मेरो नाम समीर कसरी भयोदेखि लिएर मैले सबै आफ्नो बारेमा डिटेलली नै होइन राखेको छु होइन। यदि अब तपाईँहरूलाई उत्सुकता छ भने चाहिँ हेर्न चाहनुहुन्छ भने त्यो भिडियोहरू पनि अगाडि नै देखि नै छ, च्यानलमा गएर हेरिदिनु होला होइन। अनि अरू के छ गाइजहरू, अरू हालखबर के छ, सन्चै छ। मलाई चाहिँ अहिले हल्का रुगाखोकी लागे जस्तो भइरहेछ होइन। अब यस्तै हो, विदेशमा गयो भने अब रुगाखोकी लागिहाल्छ होइन। त्यही हो, चिसो भने जताततै नै छ। अब यहाँ पनि अब गर्मी मात्र होइन चिसो पनि हुन्छ है गाइजहरू। जाडो महिनामा चाहिँ अलिक घाम लाग्न गाह्रो हुन्छ। अनि अलिअलि रुगाखोकी लागिरहेछ, अरू त सबै ठिकै छ, कुशल मङ्गलै छ भनौँ न। अनि तपाईँहरू के छ। अनि त्यसपछि हामी अस्ति वर्ल्ड कपको बारेमा कुरा गऱ्यौँ अनि हिजो चाहिँ। अनि त्यसपछि लोड सेडिङको बारेमा, नेपालमा लोड सेडिङ थियो नि त होइन। अनि मोमबत्ती बालेर पढ्दादेखिको स्टोरीदेखि सबै कुरा गऱ्यौँ होइन। अब आज चाहिँ के गर्ने त, आज खासै कुरा गर्न पनि केही पनि छैन होइन। अनि त्यसपछि जे होस् त्यही त रमाइलो भइरहेछ। अब यहाँ पनि दिनहरू जे होस् बित्दै गएको छ, अब कामसाम गइन्छ होइन। अनि त्यसपछि अब यहाँको लाइफस्टाइलको बारेमा कुरा गरौँ न त होइन, कस्तो छ के छ भनेर होइन। यहाँ चाहिँ प्रायः जस्तो मान्छेहरू के गर्छन् त भन्दाखेरि होइन, प्रायः जस्तो मान्छेहरू यहाँ त्यही हो, अब काम जाने घर आउने, काम घर त्यही नै हुन्छ होइन। अब नर्मली बाहिर यताउति हिँड्न गइन्छ, अब म पनि जान्छु। अब त्यो भनेर चाहिँ नर्मलै हो। अब खासै त्यस्तो घुम्ने यताउति भनेर त्यस्तो नि हुँदैन। अब ठिकै होइन। अब जस म्याक्सिमम् टाइम चाहिँ अब कामदेखि घरमै भनौँ न। अब बिदा हुन्छ एक दिन, अनि त्यसपछि 1-2 दिन बिदा हुन्छ, एकैछिनमा गइहाल्छ। आज मेरो चाहिँ बिदा थियो क्या, यो कुरा चाहिँ मैले किन भनेँ भने मेरो बिदा थियो आज। अनि त्यसपछि आज बिदा थियो, 2-3 बजे उठेँ। अनि त्यसपछि त्यही त हो नि, अब बिदाको दिन अल्छी लाग्ने, अनि खानासाना खाइयो, त्यही यताउति गर्दा अब 9 बजिसक्यो, बिदा सकिसक्यो। अब भोलि बिहानै उठेर काममा जानुपर्ने छ होइन। यस्तै हो, अब के गर्ने, यहाँ यस्तै हो। हुन त नेपालमा पनि त्यस्तै हुन्छ, त्यही पनि भएन। अब यसो कहिले चिया खान निस्क्यो, कहिले कता हिँड्यो, कहिले कता हिँड्यो होइन, कहिले मर्निङ वाक हिँड भनेर हिँड्यो, कहिले के हिँड्यो होइन। टाइम चाहिँ गइरहेको हुन्थ्यो। अब यहाँ नि टाइम छ, अब बिदाको दिन चाहिँ अलि चाँडै जान्छ, अरू दिन चाहिँ अलि ढिला गएको जस्तो हुन्छ। त्यस्तै छ अब गाइजहरू। अब जे होस् भिडियोहरू चाहिँ हेर्दै गर्नु होला। अब आज मैले धेरै बोलिनँ किनभने अलि रुगाखोकी पनि लागिरहेछ। अब म भोलि आइहाल्छु भिडियो लिएर होइन। अनि जे होस् आफ्नो ख्याल राख्नु होला, राम्रोसँग बस्नु होला। जय नेपाल, जय देश है त। फेरि भोलि भेटौँला है त। हामी भोलि के कुरा गर्ने, के को बारेमा कुरा गर्ने, बरु यसो कमेन्ट हानिदिउँ न त है, मलाई नि सजिलो हुन्छ कन्टेन्ट बनाउनलाई ल। जय नेपाल।